के तपाईलाई लाग्छ धेरै पैसा भयो भने जीवन पूर्ण रूपमा खुसी हुन्छ? यदि तपाईको उत्तर हो भने आजको यो कथाले तपाईको सोच नै बदल्न सक्छ। यो कथा हो एक गरिब मानिसको जो धनको पछि दौडियो तर अन्त्यमा बुझ्यो साँचो खुसी धनमा होइन आफ्नै मनभित्र लुकेको हुन्छ भनेर। धेरै वर्ष अगाडिको कुरा हो। एउटा गरिब मान्छे आफ्नो बुबा आमा, श्रीमती र सानो बच्चासँग एउटा सानो झुपडीमा बस्थ्यो। ऊ दिन-रात मेहनत गर्थ्यो तर परिवारको आधारभूत आवश्यकता पनि पूरा गर्न सक्दैनथ्यो। उसको मनमा एउटा कुरा गहिरो रूपमा बसेको थियो, धन नै खुसीको वास्तविक स्रोत हो। एक दिन उसकी आमा गम्भीर बिरामी भइन् तर उपचार गर्न पैसा थिएन। उसले आफ्नी आमालाई पीडामा छटपटाएको देखेर सोच्यो, यदि म धनी भएको भए आज मेरी आमाले यस्तो दुःख पाउने थिइनन्। त्यही दिन उसको सोच अन्धकारतिर धकेलियो। धन कमाउने तीव्र चाहनाले उसलाई गलत बाटोमा धकेल्यो। उसले जङ्गलबाट यात्रा गर्ने मानिसहरूलाई लुट्न सुरु गर्यो। समय बित्दै गयो। ऊ धेरै धनी बन्यो, ठूलो घर बनायो, धेरै सम्पत्ति जोड्यो। अब उसको जीवनमा सबै कुरा थियो, धन, सुविधा, आराम। तर एउटा कुरा हराउँदै गइरहेको थियो, घरको शान्ति। परिवारका सदस्यहरू साना साना कुरामा झगडा गर्न थाले। लोभ, अहंकार र स्वार्थले उसको घरलाई नरक बनाइदियो। त्यो मानिस राति एक्लै बस्दै सोच्न थाल्यो, मैले धन त पाएँ तर खुसी किन पाइनँ। अन्ततः उसले अपराधको जीवन छोड्यो तर समयसँगै धन सकिन थाल्यो। परिवारको झगडा झन बढ्न थाल्यो। ऊ मानसिक रूपमा पूर्ण विक्षिप्त भयो। एक दिन सत्य र खुसीको खोजीमा ऊ गौतम बुद्ध कहाँ पुग्यो। उसले विनम्रतापूर्वक भन्यो, हे महात्मा, मलाई बताइदिनुहोस् वास्तविक खुसी कहाँ पाइन्छ। बुद्ध मुस्कुराउनु भयो। उहाँले भन्नुभयो, मैले एउटा सानो सेतो ढुङ्गा हराएको छु जसमा खुसी लेखिएको छ। त्यो यही रुखमुनि हराएको हो, तर त्यसलाई तिमीले संसारभर खोज्नुपर्छ। केवल यो रुखमुनि खोज्नु पाउँदैनौ। त्यो मानिस दिनभर गाउँ गाउँ डुल्यो तर ढुङ्गा कतै भेटिएन। थाकेर साँझ ऊ बुद्ध कहाँ फर्कियो। उसले भन्यो, यो त अव्यावहारिक कुरा भयो। जुन ठाउँमा वस्तु हराएको हो त्यही नखोजेर कसरी भेटिन्छ। त्यसपछि उसले रुखमुनि हेर्यो र तुरुन्तै त्यो सेतो ढुङ्गा भेट्टायो। उहाँले भन्नुभयो, म तिमीलाई यही सत्य सिकाउन खोजिरहेको थिएँ। तिमी खुसीलाई बाहिरी संसारमा खोजिरहेका छौ, धनमा, सम्पत्तिमा, परिस्थितिमा, तर वास्तविक खुसी त तिमीले आफ्नै मनभित्र हराएका छौ। बुद्धले फेरि एउटा रुखतर्फ देखाउँदै भन्नुभयो, रुखका हाँगाहरू काटिए पनि त्यो फेरि पलाउँछन्, किनकि यसको वास्तविक शक्ति जमिन मुनिको जरामा हुन्छ। त्यसैगरी मानिसको खुसी र दुःखको जरा पनि उसको आफ्नै मनभित्र हुन्छ। यदि मन शान्त छ भने संसारको कुनै दुःखले पनि मानिसलाई छुन सक्दैन। त्यो मानिसको आँखा खुल्यो। उसले ध्यान गर्न सुरु गर्यो। मोह र लोभबाट टाढा हुन थाल्यो। बिस्तारै उसले गहिरो आन्तरिक शान्ति अनुभव गर्न थाल्यो। केही समयपछि ऊ आफ्नो गाउँ फर्कियो तर गाउँलेहरूले उसको पुरानो अपराध बिर्सेका थिएनन्। त्यस राज्यका राजाले उसलाई मृत्युदण्ड सुनाए तर अचम्मको कुरा ऊ रोएन, डराएन। उसले अन्तिम पटक आफ्नो बच्चालाई अँगालो हाल्यो, मुस्कुरायो र शान्त मनले मृत्यु स्वीकार गर्यो, किनकि अब उसले साँचो खुसी भेटिसकेको थियो। अन्तिम क्षणमा उसले आफ्नो परिवारलाई भन्यो, जीवन धेरै छोटो छ, यसलाई लोभ, घृणा र झगडामा खेर नफाल्नुहोस्। साँचो खुसी बाहिर होइन, आफ्नै मनभित्र लुकेको हुन्छ। यदि यो कथाले तपाईको मन छोयो भने भिडियो लाइक गर्नुहोस्। यस्तै गहिरा बुद्ध कथा र जीवन बदल्ने ज्ञानका लागि च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोस्।